नमस्कार बेगे दाई, नमस्कार। नमस्कार नमस्कार भाइ सन्चै छस् आरामै? म सन्चै छु दाजी, हजुरलाई भेट्न यसो गाउँतिर आए बेला हजुरलाई भेट्न आएको। अनि दाई के छ हालखबर? अहिले त नेपालमा राजा आउँछ भनेर हल्ला छ नि, के हो हजुरको विचार के छ ल भन्नुहोस्। खोइ समाचारमा त्यही सुनियो छ गरे। अब सबै चाहिँ उसमा पनि त्यही भन्दैछन्। अब यसो बुझ्दाखेरि त सबै गाममा त यो पहाडको उसमा सबै राजा हुन्। घरै पछि चाहिँ राजा छन्। ओडादेखि नडा लिएर गएर प्रधानमन्त्री राष्ट्रपतिसम्म चाहिँ सबैमा राजा छन्। अब चाहिँ ती चाहिँ एउटा चाहिँ राजाले के हो नि हो, खोइ राजा त सबै राजा छन्। कति राजाले चाहिँ के नि धेरै राजा अब चाहिएको पनि छैन। अरू त अब यस्तै छ। अब नेताहरू जति पनि सबै चाहिँ राजा छन्। वडा अध्यक्षदेखि लिएर गएर राष्ट्रपतिसम्म सबै चाहिँ राजा छन्। कति चाहियो यो राजा चाहिने देशमा, राजा नचाहिने अब देशमा चाहिएन। कति राजा चाहियो? अब ती एक राजा चाहिँ आएर हेर्छन्, यत्रा राजाले त उहाँ गर्न सकेनन् भन्दै ऊ चाहिँ राजा आएर के गर्छन्? त्यही पनि अब कस्तो जनताहरूले अब चाहिँ के भन्छन्, यी गरिब चाहिँ जनताहरूले अब चाहिँ अब धनी त यसै भइहाले, ती गरिबले अब के भन्छन्, तिनीको चाहिँ भोट मागेर चाहिँ राजा भएकै हुन्। हुँदै पनि जान्दाखेरि चाहिँ 43 सालमा 4500 रुपियाँ थियो। अहिले चाहिँ ऊ 90,000 रुपियाँ पुगेको छ। अहिले चाहिँ एउटा वर्षमटो चाहिँ जन्मे भन्नु ऋण के गर्ने हो? यस्तो बसी तपाईँ हामीलाई के गर्न पर्छ? अब के गर्ने होला हामीले? अब के गर्ने भन्नाले गर्ने के खोइ, अब जो पनि गरे खान्। अब कति राजा आउने, कति चाहिने राजाले गर्छन्। हामी जस्तो चाहिँ उसले त के गर्नु छ र? खोइ अब जति उनीहरू नै छन्। भनेपछि अब राजा पनि धेरै चाहिएनन्। कति राजा गाउँदेखि र सहरसम्म छन् के, देशदेखि विदेशसम्म छन्। अब यहाँ त सिर्फ के छन्, हामीहरूको चाहिँ गाउँठाउँमा अनपढ बुढाबुढी केटाकेटी अलिअलि चाहिँ कमाउने जति अब चाहिँ देशमा चाहिँ रोजगार छैन। अब यसो चाहिँ एसएलसी चाहिँ पास गरे कसो यो यी बाँझाबारी भनेदेखि अब जानै पर्यो कमाउनको लागि अर्काकोमा। अब त्यसैले रिमिटेमेन्ट के भने के गरे त्यही गर्दै अब यस्तै छ। कति राजा आउन्, कति खाउन् अब खाँदै जाउन्। के भन्नु छ र? अरू केही भन्नु छैन? भन्नुहोस्। केही छ हजुरले केही सन्देश दिने नेपाली जनतालाई, आम युवाहरूलाई, आम सचेत नागरिकहरूलाई छन् नि नेपाली जनताहरू, उहाँलाई केही सन्देश केही विचार छ हजुरको दिनुपर्ने उहाँहरूलाई? यस्तो मनुष्यको चाहिँ हिसाबले जनताहरूले या यी राजाहरूले चाहिँ सोचे भन्दाखेरि पहिला त सानो बेर्नालाई पनि मोलजोल गर्नुपर्छ पर्दो रहेछ। यसो चाहिँ यो मौसमले उसले चाहिँ हेर्दाखेरि त्यही भएर ठुलो बुटो त यसै ठुलो भयो, त्यसलाई चाहिँ धेरै स्याहार सुसार चाहिँ गर्न पर्दो रहेछ। लेकिन सानो चाहिँ बेर्नाको चाहिँ धेरै स्याहार सुसार चाहिँ गर्न पर्दो रहेछ। त्यस्तै मेरो चाहिँ सल्लाह सुझाव यी ठुला राजाहरूलाई छ। ती सानसाना ती सिपाहीहरूलाई बरु छैन। ती ठुल्ठुला जति आउँदैछन् जो छन् ती चाहिँ राजाहरूलाई चाहिँ सल्लाह सुझाव दिन म एकदम त्यो चाहिँ ठिक छु। ल हस्, धन्यवाद दाजु। ल धन्यवाद।